channel The Mini Vlog is Giri. आज चाहिँ हामी गाइस मसँग निर्जल छ हामीसँग निर्जल छ यहाँ हाम्रो क्लासको सियार मेरो निक्कु बेबी मेरो निक्कु बेबी हो अनि निर्जल हाम्रो क्लासको सियार यो साला कमे हाम्रो एकजना रूपक छ हैन एकदम डान्सर यो गाइस हैन हामी गाइस अनि हामी चाहिँ त्यहाँ साथीहरुलाई कुरिरहेको थियौँ मेन चाहिँ हामीले फुटपालाई कुरिरहेको थियो फुटपा अब मनिस दुईटा भन्दा हुन्छ उसलाई उसको नाम दुईटा छ अनि कहाँ गएछ भनेर हेरिरहेको थिएँ मैले मलाई सोधिरहेको थिएँ ब्लग बनाएर हो भने ग्रुपमा पठाऊ है सबै भिडियो भनिरहेको थिएँ अनि मैले हुन्छ भइहाल्छ नि भनेको थिएँ अनि फेरि यसो आयो एक दुईजना अनि फेरि सोधिरहेको थिएँ ब्लग बनाएर हो भनेर सोधिरहेको थिएँ अनि हो भन्ने मैले अनि ग्रुपमा पठाऊ भिडियो जति भनिरहेको थिएँ अनि फेरि रूपक तल गयो कहाँ गयो फुटपा भनेको त फुटपा कुद्दै आइरहेछ है हातमा के बोकेर आइरहेको भनेको त के बोकेर आइरहेको छ भने भकटे बोकेर आइरहेछ भकटे भन्दै आइरहेको थियो रूपकले अनि ल अनि हाई गाइस भन्दा थियो रूपकले ब्यागमा हालौँ न भन्दा थियो अनि हिँड न निक्कुले चाहिँ हिँड चुलाको माथितिर हाल्दा हुन्छ भन्दा थियो अनि उनीहरू चाहिँ अब खोइ के सल्लाह गरेको थियो निर्जल कुद्यो रूपकलाई ग्याङ भन्दै न त भनेर ग्याङ भन्यो अनि निर्जल कुदिसक्यो अगाडि रूपक निर्जल कुद्यो म पनि कुदे भनेर हिँडेको अनि फुटपालाई पछि छोड्दै निर्जल अगाडि गयो होइन अनि त्यो टर्निङ पोइन्ट थियो होइन हामी कुद्यो ल निर्जलले भने को छिटो कुद्ने है त ल भनेर हुन्छ ल कुद्यौँ भनेर हामी कुद्यो होइन कुद्यो को छिटो कुद्ने भनेर कुद्यो निर्जल अगाडि कहिले म अगाडि होइन थाकेँ म त म त थाकेँ निर्जल पनि थाकेँ ल एकछिन बसौँ न त कुरौँ साथीहरूलाई नि भन्यो अनि एकछिन कुर्यो फुटपा निक्कुहरू पनि आइरहेको थियो पछिबाट फुटपा निक्कु रूपक आइरहेको थियो होइन अनि भकटे अलि भ्यू देखाउँ न तपाईँहरूलाई होइन खतरा भ्यू छ है हेर्नु अनि हाई भन्दा चाहिँ मैले हाई भन्दै अनि पछिबाट यो गर्दै आइरहेछ 2-3जना सबैजना आइरहेछ होइन अनि यहाँ आइरहेछ हिँडिरहेछ मान्छेहरू धेरै जस्तो हिँडिरहेका छन् अनि अब हेरिरहेछ क्यामेरातिर हेरिरहेछ सबैजना पछिबाट यो गरिरहेछ रोशनी आयो रोशनीले यहाँ सुधा आयो होइन अनि सुधाले हाई भन्यो रोशनीले हाई भने पछिबाट बाइक आयो हाई अनि सबैले हाई भन्दै आइरहेको थियो अनि हाम्रो प्रिन्सिपल सर र डिआई सर आउनुभयो अनि अर्को कम्प्युटर सर होइन हामीलाई S1लाई पढाउनु हुँदैन S2लाई पढाउनु चाहिँ यो गर्दै गइरहनु भएको थियो अनि यही अब भ्यू हेर्नु क्या खतरा छ क्या भ्यू चाहिँ मर्निङ टाइम होइन क्या खतरा छ अनि अब के भन्नु ल सरले फोटो खिचाउँ न त ल आऊ भनेर सबैले रमाइलो भइरहेछ ग्याङ भन्दा थियो ग्याङ रमाइलो भइरहेछ भन्दा थियो सबैले होइन अनि अब फोटो खिच्यो यो गर्दै बस्दा थियो सबैजना फुटपाथ यो ग्याङको साइन यस्तो है ग्याङको साइन यस्तो हो भनेर देखाइरहेको थियो फुटपाथले अनि अब फोटो खिचौँ भनेर अनि यहाँ हाम्रो कम्प्युटर सर हुनुहुन्छ भनेर यसो गोविन्द सरले खिच्नु भएको भिडियो होइन गाइज म चाहिँ उता छु अनि गोविन्द सरले सबै देखाइरहनु भएको छ सबैलाई एसए कलेज रमाइलो भइरहेको छ भन्दै भइरहेको छ भने हामीले अनि यही हो अनि मान्छे मन्दिर जाने बाटो पुग्यौँ अनि माथि चढ्नु पर्दो रहेछ अनि क्या राम्रो सामान के चढ्दाखेरि त कस्तो राम्रो सामान होइन चढ्दाखेरि त कस्तो राम्रो सामान थियो हेर नि त्यहाँ यो कस्तो राम्रो कसरी बनाएको धागोले उयो गर्ने के त्यो हातहरू सबै धागोले चल्दैन होइन अनि त्यहाँ ढाका टोपीहरू सबै थियो होइन अनि यहाँ त्यो सबै धागो यो बुद्धको सबै बुद्ध सबै के थियो होइन अङ्कलले आर्ट गर्थ्यो हुनुहुन्थ्यो मजाले आर्ट गर्थ्यो हुनुहुन्थ्यो अनि यो चाहिँ मन्दिर जाने बाटो होइन सबैतिर के सामानहरू थियो चिया सबै चियापत्ती सबै थियो कि अनि अब हामी भर्याङ चढ्यौँ होइन मन्दिर क्या राम्रो छ क्या गाइस मन्दिर क्या राम्रो छ टुरिस्ट घुम्नु भयो होला अनि मन्दिर त कुरै नगरौँ क्या क्या पिसफुल र क्या राम्रो छ क्या मन्दिर होइन तपाईँहरू पनि जानु आफ्नो फ्यामिलीसँग जानु टाइम स्पेन्ड गरेर आउनु